बसेर हिँड्न थाल्नुभयो तपाईँ यो ठिक लागेन मन्त्रीज्यू मलाई ल पूर्व मन्त्रीज्यू पछि ठिक लाग्छ अहिले ठिक नलाग्यो मान्छेहरू त यस्तो पनि भनेर आउँछन् होला नि मन्त्रीज्यू सोफामुनि के हेलो साथीहरू वेलकम नमस्ते के छ खबर सन्चै हुनुहुन्छ आज पनि मैले एउटा रियाक्सन भिडियो लिएर आएको छु हैन एकदमै अहिलेको हुनहार जेनजी युवा माननीय मिस्टर महावीर पुन सरको चाहिँ एकदमै फनी रमाइलो छ हैन हेरेर साथ दिनु होला भन्दै हामी भिडियोतिर लाग्यौं होस्टेल 3 खेलिसकेको मान्छे हो फेरि आविष्कार केन्द्रमा पनि यस्तै छन् एउटा मैले एउटा बाबाजी सिप त मैले ठ्याक्कै यही सिप सिकेर अगाडि बढ्न मन छैन म +2 पास गरेको ब्याचमा छैन भने के अन्त अब सिप सिकेर अगाडि बढ्न भन्ने छैन भने मैले मन्त्र फुकेर तिमीलाई चामल खुवाएर हुँदैन सही दामी म एउटा तपाईलाई सानो गीत गाएर सुनाउँछु सुनौ डिस्टर्ब हुने हो कि म चाहिँ गीत गाउन सुरु गरेँ है त गर के गर ल ठुलै फ्यान सानो जे भयो नि फोटो खिचिहाल्ने गइहाल्ने राम्रो हुन्छ विकास हुन्छ फोटोको लागि खिच्न खोजेको यत्रो जना आउनु भएको छ हैन ओ माय गॉड ठिकै छ अब मैले एउटा मात्रै फोटो खिच्छु हजुरले खिचिदिनु होला है प्लिज ल भाइले ल खिचिहालौं यताबाट हान्दिनु त ल भाइको रड पुराइदिनु म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरु खेल्छु ओके कुनै मुभीमा देखेको छैन त अनि मैले बिरगंज कृषि औजार कारखानाको एकदमै चिफ इन्जिनियर रितेश देव र उनको श्रीमती मिली देव मिलेर बनेको चाहिँ यो फोटो अहिले बनेको मन्त्रीमण्डललाई कसरी हेर्नुभयो मान्यज्यूले अब कसरी हेर्ने के कस्तो कुराहरु छ बल्ल त भन्दैछ अब कसरी हेर्ने यसै चल्ता है दाइले धेरै दुःख गरेर कृषि उद्योग केन्द्र नेपालको बन्द भएको उद्योग खोल्दै हुनुहुन्छ यति धेरै माया गर्नुहुन्छ यो देशलाई यो समाजलाई यो सबै कुरालाई दाइको जतिको सोच भएका सबैजना हुन्थ्यो भने यो देश अगाडि नै बढ्थ्यो होला पहिले नै आज एकदम पोखरामा अलिकति दाइलाई के गाह्रो परेको भनेर साथ दिन आएको दाइ खास त परे हैन ठिक छ अल्छी लागेर टाउको कोनाको उहाँ बहिनीको त्यो भ्लग हेर्नेहरूले महावीर पुनलाई मन पर्छ भने भोट दिनुहोस् है मन पर्दैन भने नदिने हुन्छ किनभने म चाहिँ काठमाडौँमा बस्ने अलि सहर बजारमा बस्ने मान्छे होइन म त गाउँले बाँदर जस्तो मान्छे हो र मैले अमेरिका छोडेर अब काठमाडौँ आएर बसिन नि म चाहिँ गाउँमै आएर बसेँ 33 वर्ष भयो त म गाउँमा आएर बसेको यही गाउँमा त हो नि त कहाँ जानु त नि अब मन्त्री बन्नुपर्ने मान्छे फेरि यता किताब बेचिरहनु भएको छ मन्त्री बन्नुपर्ने भनेर मन्त्री बन्दैन 25 लाख रुपियाँ त महिनाको तलब दिनु पर्छ पैसा छुट्याएको छैन त्यो किताबको पैसा भन्दा अर्को पैसा छैन अनि चाहिँ हावा कुरा गरेर अनि चाहिँ मान्छेलाई उडाउँदाखेरि त रिस उठ्छ अनि त्यही भएर उसले पनि ठोक्न पनि मन लाग्छ कति त किताब पढेर फ्यान भयो भने फिदा भयो भने आउनु भएको अरे तपाईँ चाहिँ केटीहरू के हो कुरो यो चाहिँ के अरे फिदा हुने किताब हो र यो यहाँ हुनुहुन्छ र यहाँ सिकाइराख्नु भएको छ यहाँ परीक्षार्थीहरूलाई यहाँ तालिम दिने काम भइरहेको छ डाक्टर महावीर पुन तपाईँ नाच्दिनु भएछ अहिले पुरै भाइरल भयो नि हेर्नु तपाईँ नाच्दिनु भएछ $50 त त्यो नाचेको पैसाले कमाइसक्यो त अनि नाच्दा 1 मिनेट पनि नजाँदाखेरि $50 कमाइन्छ भनेदेखि किन ननाच्ने नाच्यो हो सही हो मुद्दा उठाउनु नि आज शनिबारको दिन कहाँ उठाउने मुद्दा यहाँ उठाएछ मुद्दा कालिम्पोङबाट कस्तो खालको अपेक्षा छ हजुरलाई व्यक्तिगत रूपमा
राम्रो गर्छ होला भन्ने अपेक्षा छ ल। शपथ दिनुभयो तपाईँले शुभकामना पनि दिनुभयो के भने शुभकामना दिनु अलिक भनिदिनुहोस् ल। राम्रो काम गर्ने भनेर शुभकामना। त्यसपछि मैले नेपालमा आइसकेपछि चाहिँ मेरो क्याफेमा दाइलाई बोलाएर उहाँको बुक चाहिँ मैले केही मात्रामा आफूले लिन्छु अनि अरूलाई पनि बाँड्छु भन्ने किसिमको मैले सोचिराखेको थिएँ। पछि गएर अब मिना दिदी मसँग नजिक अनि दिदीले चाहिँ धरानमा धेरै बोल्नु भएको देखेको थिएँ। ठक्कै दिदी योचोटि आउनु माननीय भएपछि पनि माननीय भएर झन् किताब बेच्नुपर्छ। माननीय नहुँदा त बेच्छ, माननीय भएपछि त झन् धेरै बेच्नुपर्छ हो। सही थाक्ने हेलो 1 घन्टा पनि भएको छैन यहाँ बसेर थाक्ने। 526 दिनसम्म 526 दिनसम्म बिहान 7 बजेदेखि बेलुका 6-7-8 बजेसम्म किताब बेचेको मान्छे हो महावीर पुन। भोग त लाग्दै लाग्दैन बेच्नलाई पनि रिस उठ्ने मान्छेहरू छ भने यही काली गण्डकी नजिक छ त्यही हाम फालेर मर्यो। अब पत्रकार आयो भाइहरू खोइ बहिनी त रहन्छ कि पत्रकार अनि तिमीलाई यसो देख्न आएको देखाउन आएको मेरो अनुहार हेरेर नेताहरू सातो गयो भन्छ नि मानिसहरू। पुरा नेताहरूको त सातो जान थाल्यो, भागा सातो जानु पर्दैन किन सातो जाने, जेल हाल्न थाल्यो नि त। जेल हाल्दैमा किन सातो जाने, जेल हाल्ने मन्त्रीज्यू नमस्कार, आराम हुनुहुन्छ? के गरिरहनु भएको छ मन्त्रीज्यू खास अहिले तपाईँ? काम गरिरहेछ के। नेपाली जनताले शिक्षामा ठुलो आमूल परिवर्तन गर्न चाहिँ खोजिएको देख्न खोजिरहेछन्। आमूल परिवर्तन हो शिक्षामा भन्ने चाहिरहेछन्। तपाईँ कति गर्न सक्छु जस्तो लाग्छ? कति समयमा आमूल परिवर्तन गर्नु पर्यो भन्नु त? रातारात। डाक्टर सुरेन्द्र केसीले भन्छ नि किताब बेचेर पनि कारखाना चल्छ भनेर भन्छ क्या। अनि चले छैन त, त्यस कारणले जसले चाहिँ किताब बेच्नु हुँदैन भनेर विरोध गर्छ त्यो मान्छेको दिमागमा गु ओरिएको हुन्छ। मानिसहरू यतिखेर ओकीहरूलाई चाहिँ सिंहदरबार स्टेसनलाई जेनजी हो जेनजी बुढो मान्छे सञ्जालमा तपाईँको निकै भाइरल भएको छ जस्तै तपाईँको हातमा चुप्पा गरेको फोटो अनि के किताब बेच्दाखेरि एउटा बहिनीलाई साह्रै मन पर्यो तपाईँले माया लाग्यो तपाईँले भने नेपालमा सदियौँदेखि एउटा भाइरस छ। त्यो भाइरसबाट बच्न चाहन्छु, बच्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। त्यो भाइरस भनेको के हो भने नातावाद, कृपावाद, चापलुसीवाद र चाकरीवाद। यो भाइरसले चाहिँ छोडेको छैन। यो भाइरसले भाइरसबाट छुटकारा पाउनको लागि तपाईँहरू सबै चाहिँ यसबाट चाहिँ बच्नु पर्ने हुन्छ र चाहन्छु भने म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको महावीर पनि मलाई अलि हेर्नुहोस् न भाइ के यो त गर्दै देखाउँदैन कस्तो मान्छे यहाँ खोजिरहेको छु आइहाल्छ नि दिमाग ल ल दिमाग सरोस् यहाँबाट यहाँ सरोस्। लेख्ने हात दाहिने हात ओ माइ गॉड के पो भने थियो यता पैसा भुसुकै। सभामुखको भूमिका कस्तो देख्नु भएको छ? सभामुखजीले त टाइम दिने हो, नाम बोलाउने हो होइन। उहाँले चाहिँ अब टाइम सिद्धिएपछि काटिदिने हो, माइक काटिदिने। प्रधानमन्त्रीसँग भेट्न जानुको कारण चाहिँ महावीर पुन चाहिँ उपसभामुख दिने भनेको छ, त्यही भएर चाहिँ छलफल भयो पनि भने हल्ला गर्ने त भाइ बहिनीहरू जस्तो चाहिँ यही पत्रकारहरूले त गर्छौ त हल्ला। अनि अलिकति रेस्ट गर्नु पर्यो मन्त्रीज्यू। मर्दैन रेस्ट गर्ने मान्छे होइन। अलिअलि खुट्टा दुख्यो बिचरा गाह्रो पानी छैन खाने दुख्दैन। नबेच्ने के छ प्लान? रुममा केटाहरूले गीत बजाएर रुममा बनाउने 275 यहाँ आयो भने त राम्रै बिक्री हुन्छ। हल्ला त्यही माथि होइन, त्यही भएर छतमा निस्केको म चाहिँ बल्खुमा कुनै चोकमा एकछिन बसेर हावाले साउन्ड पनि एकछिनमा 1 घन्टामा बेचिदिन्छु।
उहाँहरूको भूमिका अहम देखिन्थ्यो। यसपटक त्यो भूमिका अब एक्लो सांसद त तपाईँ स्वतन्त्र भिडियो बनाउन त तपाईँबाट अपेक्षा गरिरहेको छ जनताले अलिकता बलियो प्रस्तुति आउनु पर्यो भन्ने छ तपाईँ। बलियो परिस्थिति भनेर राजनीतिक कुरामा मेरो बलियो परिस्थिति सरस्थिति भन्ने आउँदैन। अब देश विकासको कुरामा परिस्थिति चाहिँ बलियो नै आउँछ। मुख्यमन्त्रीको काम कारबाहीलाई कसरी हेर्नु भएको छ? एकदम राम्रो गरेको छ अहिले है, किनभने ठोक्नै पर्छ। म चाहिँ हजुरलाई एउटा क्वेसन गर्छु है, हुन्छ? हजुरको के भन्दा नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश अब हजुरले अहिले पनि जेसुकै गर भन्छ, अहिले पनि अहिले जे गर भन्छ त्यही गर्छ त कसैले। बोल्नको लागि कतिको तयारी गरेर जानुहुन्छ मान्यज्यू? जाने हो, तयारी गरेर होमवर्क गरेर जाने हो विद्यार्थी भएपछि। ल तपाईँ यता किताब बेचिरहनु यो भोलिको होमवर्कै दिए छैन त अब के गर्ने त। सरकारको ध्यान चाहिँ कतिको छ क्या त्यतातिर तपाईँले के बुझ्नु भएको छ? सरकारको कुरा सरकारलाई गएर सोध्ने, महावीर पुलले सोध्ने होइन। म चाहिँ आर्मीको रिटायर्ड कर्नल हो माधव सुन्दर खड्का। तपाईँको एकदम मैले फलो गरेर आएको थिएँ। तपाईँ के कति कारणले मन्त्री हुनु भएन मान्यज्यू? खोइ के कारणले मन्त्री भएन, पशुपतिनाथलाई सोध्नुपर्छ। मलाई यो किताब फोकटमा दिनुहुन्छ त? पैसा किन्ने हो, फोकटमा त आउँदैन। होइन म अब र हामीले तपाईँलाई आशा राखेको छौँ तपाईँ मन्त्री भएर हामी नागरिकहरूलाई केही सेवा पुर्याउनुहुन्छ भने फेरि किताब पैसा थाल्नु तपाईँ। यो ठिक लागेन मन्त्रीज्यू मलाई। ल पूर्व मन्त्रीज्यू पछि ठिक लाग्छ, अहिले ठिक नलाग्यो नि। मान्छेहरू त यस्तो पनि भनेर आउँछन् होला नि, मन्त्रीज्यू सोफा मुनि केही छ पछि हेर्नुहोस्, या तपाईँको भान्सामा झोलचौटा आछ बेलुका लिनु होला, यस्तो भन्ने मान्छे चाहिँ भेट्यो कि भेटिएन? त्यो त आएको छैन, यदि आयो भने त्यसलाई मैले ठोकिहाल्छु। तपाईँ चाहिँ आफ्नो सपनालाई पुरा गर्नका लागि यति हुटुटी गर्नुहुन्छ कि तपाईँले आफूले पाएका पुरस्कार विभूषण सबै कुराहरू बिक्री गरिदिनुहुन्छ। त्यो चाहे रोमन म्यागसेसे पुरस्कारदेखि लिएर कसैले शुभेच्छुकले दिएको अमूल्य उपहार पनि त्यसको मूल्य हुनु पर्दैन। तपाईँले दिनुभएका सबै कुरा त्यसरी बेच्दै जाएपछि त भोलि तपाईँलाई माया गरेर श्रद्धा गरेर किन तपाईँलाई उपहार दिने? अब उपहार दिनु मन लागेन भने नदिए पनि हुन्छ। खास गरी अन्तर्राष्ट्रिय किसिमका पदकहरू पुरस्कारहरू त्यो चाहिँ के हो त भन्दाखेरि मलाई दिएको हो, मेरो काम हेरेर दिएको। जब मलाई कुनै चिज दिइन्छ भने र तेरै हो भनेर दिइन्छ भने त्यसको अधिकार चाहिँ मेरो हुन्छ र मैले चाहिँ त्यसलाई जेसुकै गरौँ मैले पाउँछु। पुरस्कार दिने अन्तर्राष्ट्रिय पुरस्कार दिने संस्थाहरूलाई मैले आफैले सोधेको छु कि यो मैले यो पुरस्कार बेच्यो भने के हो, केही तपाईँहरू रिसाउनुहुन्छ भने मैले सोधेको छु त। उनीहरूले भन्छन् तँलाई दिएको पुरस्कार हो त्यसै गर। तपाईँ सार्वजनिक र खुला मान्छे हो, तर नेपालमा चाहिँ त्यो हुँदो रहेछ। मलाई दिएको पुरस्कार भनेपछि मलाई चाहिँ राष्ट्रदेव कुनै के उज्जवल कीर्तिमय भनेर पदकहरू दिएको थियो। मैले त्यो बेच्छु भन्दाखेरि गृह मन्त्रालयले नै मलाई बोलाएर बेच्नु पाउँदैन भने उसो भए लैजाऊ भने मैले एउटा मान्छेको भोटले सब बेचिदिने रहेछ नि त हैन पर्दछ चुनावमा। थ्याङ्क यू सो मच जतिजनाले पनि हेरेर साथ दिनुभयो होइन, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र फेरि पनि यस्तो लागि चाहिँ हावा आएर केही बोल्नै दिएन यार। च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला, लाइक कमेन्ट सेयर अवश्य गर्नु होला भन्दै अहिलेलाई हावाले उडाउनु खोज्यो। टाटा बाई बाई।